हेलो एन्ड गुड आफ्टरनुन गाइज, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै ठिकठाक छु साथीहरू। मैले चाहिँ न्यू भिडियो पनि बनाएँ, तर एडिट गर्ने बेलामा चाहिँ 9 मिनटको भइसकेको थियो। मैले चाहिँ बल्ल काटेर यतिको 3 मिनट 34 सेकेन्डको बनाएको छु। के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला साथीहरू। अरूले जस्तै के देखाएर नाच्ने गाउने कला प्रतिभा त ममा छैन। त्यही पनि मेरो बेबी पनि सानै छिन्, म बाहिर यताउति डुलेको बनाउन नै पाउँदिनँ के। घरमै बस्ने घरकै के गरेको मात्रै बनाएर आउँछु, किनभने मेरो बेबी सानो भएको कारण चाहिँ म बाहिर पनि राम्रोसँग डुल्न पाउँदिनँ। अनि म प्रायः जसो घरमै बसेर आउँछु। यस्तो घाममा बाहिर डुलेर पनि के गर्नु हो, छोरी बिरामी भएको भइ गर्छिन्। त्यही भएर हामी चाहिँ प्रायः जसो भित्रै बसेको आमा छोरीको टिकटक भिडियो अनि त्यस्तो मात्रै बनाएर हुन्छ। अनि अर्को कुरा चाहिँ टिकटकमा पनि मैले यो भिडियोहरू हालिरहेको हुन्छु, फेसबुकमा पनि हालिरहेको हुन्छु। तर टिकटकमा चाहिँ राम्रै भ्यू जान्छ, तर फेसबुकमा अलिक कम भ्यू जान्छ। प्लिज सबैले सपोर्ट गरिदिनु होला। अनि फेसबुकको बारेमा मलाई केही पनि कुरा थाहा छैन, कुनै नलेजहरू राम्रोसँग छैन भने कुनै त छ, त्यही पनि कस्तो गर्दा के हुन्छ कसरी हुन्छ भनेर प्लिज सबैले कमेन्ट गरिदिनु होला। अनि अर्निङ हुनको लागि चाहिँ कति भ्युज र कति फलोवर्स हुनुपर्छ त्यो पनि कमेन्ट गरिदिनु होला। मलाई के पनि थाहा छैन। थाहा हुने जतिले साथीभाइले जब मैले प्लिज मलाई कमेन्ट मार्फत बताइदिनु होला। अनि साथीहरू अनि भन्छन् के मलाई बच्चासँग पनि कति टिकटक भिडियो बनाएको कति के बनाएको भन्नुहुन्छ। तर मैले चाहिँ बच्चै सानै भए पनि बच्चा सँगसँगै आफूले गर्न सक्ने काम चाहिँ गर्नुपर्छ भनेर आँटेर चाहिँ मैले बनाउन सुरु गरेको। मैले टिकटकमा पनि भिडियोहरू हालिरहेको हुन्छु, फेसबुकमा पनि हाल्छु। तर टिकटकमा चाहिँ नेपालको आइडीबाट मोनिटाइजेसन हुन नगरे, किनभने मेरो टिकटक आइडी चाहिँ नेपालकै छ के। त्यही भएर टिकटकमा त अब भएन। त्यही पनि म हालिरहेको हुन्छु। भन्नुहुन्छ कति के भन्छ अरे जिब्रो पनि कता पुग्छ। कतिजना त हुनुहुन्छ फ्रीमा मोनिटाइजेसन गरिदिन्छौँ के भन्ने, तर गरिदिने बेलामा चाहिँ गेस्टमा बोलाउने बेलामा चाहिँ पालै आउन 2-3 घन्टा कुर्दा पनि पालै आउन। त्यसको सट्टा त बरु त्यस्तरी लाइभमा बसेर आफ्नो एमबी सकाएर बस्नुभन्दा त अब गाउँघरमा त नेट चल्दैन। अनि प्रायः जस्तो एमबी लिनुपर्छ। प्रायः जस्तो घरमा वाइफाई छ भने कसैकोमा त छैन नि त। अनि हाम्रोतिर त अनि नेट पनि राम्रोसँग चल्दैन। अब वाइफाईमा जान अलिक माथि नै छ। अनि गयो भने पनि कहिले कसो गयो भने पनि मान्छेले के फल्नाको बुहारी त यसरी आएर यसरी मोबाइल चलाएर बसेथे भन्छन्। त्यही भएर मैले चाहिँ त्यसको सट्टा त बरु फेसबुकमा भिडियो बनाएर बरु आफूले जे गर्छु त्यही बनाएर हाल्छु भनेर चाहिँ मैले सुरु गरेको छु। प्लिज सबैले सपोर्ट गरिदिनु होला। अनि मेरो भिडियो कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। अनि साथीहरू मैले चाहिँ कतिबाट कति के गर्दा चाहिँ फेसबुकबाट पैसा आउँछ त्यो पनि भनिदिनु होला। हुन त भर्खर सुरु गरेछ, अहिले पैसा आउने पिर परेछ भन्नु होला।